हेलो साथीहरू, आज मेरो छोराको बर्थडे थियो। बर्थडेमा म आफै डेकोरेसन गर्न लागेको। मैले 200 वटा गुब्बारा लिएको थिएँ। त्यसमा मैले स्टेज पनि मगाएको थिएँ अनि म आफै डेकोरेसन गर्न लागेको घरमा। कस्तो हुन्छ म तपाईहरुलाई फाइनलमा देखाउने छु। राम्रो डेकोरेसन सोचेको थिएँ, तर आफै गुब्बारा फुकेको, आफै सबै गर्न हल्का अप्ठ्यारो हुन्छ मलाई लागेको थियो। दुई घन्टा मलाई लागिसकेको थियो डेकोरेसनमा। धेरै यो डेकोरेसनमा त जति चिप्काए पनि आज खसिहाल्ने कि अब चिप्ने नचिप्ने धौ चिप्काएको थिएँ। मैले डेकोरेसन बनाएको थिएँ, फुलहरू बनाएर म चिप्काउँछु। 2वटा यता 2वटा उता चिप्काएर मैले यो सोचेको थिएँ यसै गर्न भनेर। अनि फुलहरू पनि मैले मगाएँ, बिचमाको फुल मगाएको थिएँ। अनि मैले डेकोरेसनमा पनि गुब्बारा 4-4वटा गुब्बारा गरेर मैले स्टेजमा लगाएको थिएँ। माथिको स्टेज यस्तो छ अनि यस्तो फाइनलमा यस्तो देख्छु। म लास्टमा मेरो छोराको नाम सान्विक हो, माथि सान्विक लेखिदिएको थिएँ। यो मैले गरेको डेकोरेसन राम्रो, फाइनलमा यस्तो डेकोरेसन भएको छ साथी।